सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा मनाइयो। गाउँ शहर झिलिमिली गोवर्धन पूजा भोलि। बर्दियामा किसानहरू तोकिएको भन्दा कम मूल्यमा धान बेच्न बाध्य। बाँकेका किसान आधुनिक मेसिन प्रयोग गरेर धान भित्र्याउन व्यस्त। प्रहरी चौकीको भवन निर्माणका लागि सल्यानमा एक व्यक्तिले 2 रोपनी जग्गा दान गरे। मुगुमा सुपथ मूल्य पसलबाट 1 महिनामा 1480 क्विन्टल चामल बिक्री। र भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका 26 खेलाडीले प्रतिस्पर्धा गर्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुवन विशीको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, त्यसै गरी जाजरकोटको रेडियो हाम्रो पाइलाबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन हिजो बेलुका घर घरमा ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा गरी श्रद्धा भक्तिका साथ लक्ष्मी पूजा पर्व मनाइएको छ। हरेक वर्ष कार्तिक कृष्ण औँसीको साँझमा विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहेको छ। लक्ष्मी पूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरेर दक्षिणा समेत दिने गरिन्छ। यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि आज शास्त्रले तोके अनुसार कुनै पनि कर्म नपरेको जनाएको छ। गाई गोरु एवं गोवर्धन पूजा भने भोलि परेको छ। आत्म पूजा र नेपाल सम्वतको आरम्भ पनि यसै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। लक्ष्मी पूजाका अवसरमा हिजोदेखि शहर बजारमा दीपावली गरी झिलिमिली बनाइएको छ। पछिल्लो समय विद्युतीय बत्तीको प्रयोग समेत बढ्दै गएको छ, जसले गर्दा लक्ष्मी पूजामा शहर बजार धपक्कै बलेको देखिन्छ। हिजो बिहान कुकुरलाई टीका लगाई माला र मिठा मिठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरी कुकुर तिहार मनाइएको थियो। यस्तै पर्सि भाइटिका र किजा पूजा मनाइने भएको छ। भाइटिकाको शुभ साइत 6 गते बिहान 11 बजेर 39 मिनटमा रहेको समितिले जनाएको छ। यसैबीच नेपाल विद्युत प्राधिकरणका अनुसार लक्ष्मी पूजाको दिन हिजो देशभर विद्युतको कुल माग 1650 मेगावाट बराबर रहेको छ। यसैगरी लक्ष्मी पूजाको दिन 1015 मेगावाट विद्युत बिजुली निर्यात भएको छ। प्राधिकरणका अनुसार गएको वर्ष लक्ष्मी पूजाको दिन देशभरको कुल विद्युत माग 1602 मेगावाट रहेको थियो। अघिल्लो वर्ष यस वर्षको लक्ष्मी पूजाको दिन कुल बिजुलीको माग 48 मेगावाटमा उच्च रहेको बताइएको छ। प्राधिकरणले भारत र बंगलादेशमा बिजुली निर्यात गरेको बताएको छ। प्रहरी चौकीको भवन निर्माणका लागि सल्यानमा एक व्यक्तिले 2 रोपनी जग्गा दान गर्नु भएको छ। कुमा गाउँपालिका वडा नम्बर 2 नेटाका अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीय पहिले बुढाले जग्गा दान गर्नु भएको हो। जिल्ला प्रशासन कार्यालय सल्याममा बसेको बैठकले गरेको निर्णय अनुसार बुढाले दान गर्नु भएको जग्गा जिल्ला मालपोत कार्यालयमा पास गरिएको हो। बैठकमा जग्गादाताका तर्फबाट बुढाले आफ्नो जग्गा अस्थायी प्रहरी चौकी स्थापनाका लागि दिने इच्छा व्यक्त गरे अनुसार निर्णय भएको हो। स्थानीय बजार व्यवस्थापन समितिको 2 महिने अनुसार उहाँले जग्गा दानका लागि इलाका प्रहरी कार्यालयमा आवेदन दिनुभएको थियो। उहाँको 5 रोपनी 9 आना जग्गा मध्ये 2 रोपनी जग्गा अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि दान स्वरूप उपलब्ध गराउने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको संयोजकत्वमा बसेको बैठकमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला प्रहरी कार्यालय नापी तथा मालपोत कार्यालय, कुमा गाउँपालिकाका प्रतिनिधि लगायत सरोकारको पनि उपस्थिति रहेको थियो। यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले सुपथ मूल्य पसलबाट 1480 क्विन्टल चामल बिक्री गरेको बताएको छ। भदौ 30 गतेदेखि सञ्चालनमा आएको पसलबाट कम्पनीले झण्डै 1480 क्विन्टल चामल बिक्री गरेको बताएको हो। व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले केन्द्रीय कार्यालयको निर्देशन अनुसार सुपथ मूल्य पसल भदौदेखि कार्तिक 10 गतेसम्म सञ्चालन हुने बताउनु भएको छ। सुपथ मूल्य पसलबाट खाद्यान्नदेखि तेल चिनीसम्म बिक्री हुने गरेको छ। जिल्लाका 2वटा डिपो कार्यालयबाट 2100 क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखिएको छ। भदौदेखि असोज महिनाको अन्तिमसम्म 1480 क्विन्टल बिक्री भएको बताइएको छ। कार्यालयका अनुसार खप्त्याड गाउँपालिकाको श्रीकोट डिपोबाट अरुवा मोटो स्टिम जिरा चामल गरी 363 क्विन्टल चामल बिक्री भएको बताइएको छ। यसैगरी जिल्लाको शाखा कार्यालयबाट 1152 क्विन्टल चामल बिक्री भएको कार्यालयले बताएको छ। छायानाथ रारा नगरपालिका, मुगुम कार्मोरङ गाउँपालिका, सोरुम गाउँपालिका, छिमेकी जिल्ला हुम्ला र जुम्ला भित्रका उपभोक्ताहरू सबैभन्दा बढी चामल लिन आएको कार्यालय प्रमुख गिरीको भनाइ रहेको छ।
खाद्यान्न कार्यालयबाट दैनिक 90 क्विन्टल चामल बिक्री भइरहेको बताइएको छ। बजारको तुलनामा सस्तो र गुणस्तरीय चामल पाउने भएकाले उपभोक्ताको आकर्षण समेत बढेको गिरीले बताउनुभयो। यस वर्ष मुगुका लागि 2100 क्विन्टल चामल कोटा तोकिएकोमा सुपथ मूल्य चामल अब 620 क्विन्टल मात्रै मौजात रहेको बताइएको छ। तिहारसम्मै चामल अभाव नहुने उहाँले बताउनु भएको छ। बर्दियामा असोज मसान्तसम्म 404 जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। गत असोज 10 गतेबाट सुरुवात भए पनि बर्दियामा सुस्त गतिमा मतदाता नामावलीमा नाम दर्ता भएको छ। निर्वाचन कार्यालय बर्दियाका अनुसार असोज मसान्तसम्ममा पुरुष 255 जना र महिला 149 जना गरी जम्मा 404 जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। पछिल्लो समयमा दैनिक 30 देखि 50 जनाले नामावली दर्ता गराउने गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनु भएको छ। उहाँले सोरेको तुलनामा नाम दर्ता गराउनेको संख्या बिस्तारै बढ्दै गएको बताउनु भएको छ। बर्दिया जिल्लामा असोज 10 गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष 1,56,095 जना, महिला 1,61,233 र अन्य 6 जना गरी 3,17,334 मतदाता रहेका थिए। तिहार र धान काट्ने समय भएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको संख्या न्यून भएको हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ। सूचना अधिकारी ढकालले हरेक पालिकाले केही दिनका लागि मतदाता नामावली दर्ताका लागि पालिका आउन आग्रह गरेको बताउनु भएको छ। जिल्लाका गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बाँसगढी नगरपालिका लगायतका स्थानीय तह सदरमुकामदेखि निकै टाढा भएको हुनाले पनि ती स्थानमा गएर मतदाता नामावली दर्ता गराउनु पर्ने बर्दिया नागरिक समाज संयोजक हिमा सुनारले बताउनु भएको छ। कञ्चनपुरका विपिन जोशीको शव उहाँको घरमा पुगेको छ। हिजो इजरायलबाट काठमाडौँ पुगेको शव साँझ नै घरमा पुर्याइएको हो। नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँबाट धनगढी पुर्याएको शव धनगढी विमानस्थलबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमा राखेर भीमदत्त नगरपालिका 3 जोशीको घरमा लगिएको छ। नेपाल प्रहरीको स्कटिङमा शव लगिएको थियो। शव घरमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। सबैतिर तिहारको रमझम चलेको बेला छोराको शव पुगेपछि जोशी परिवार शोकमा डुबेको छ। टिकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत 11 महिनाका लागि विपिन सहित 49 जना विद्यार्थीहरू इजरायल पुगेका थिए। सन् 2023 अक्टोबर 7 मा हमासले इजरायलमा आक्रमण गर्दा 10 जनाको ज्यान गएको थियो। विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो। बन्धक बनाएको विपिनको 2 वर्ष अगाडि नै हत्या गरिएको इजरायलले पुष्टि गरेको छ। तर यसको आधिकारिक जानकारी भने प्राप्त नभइसकेको बताइएको आज अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम। सबैको मन सुने रेडियो भेरी एफएम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा मनाइयो। गाउँघर झिलिमिली गोवर्धन पूजा भोलि। प्रहरी चौकीको भवन निर्माणका लागि सल्यानमा एक व्यक्तिले 2 रोपनी जग्गा दान गरे। मुगुमा सुपथ मूल्य पसलबाट 1 महिनामा 1480 क्विन्टल चामल बिक्री लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। तिहारको बेला बाँकेमा ठूलो परिमाणको हारजित हुने गरी खेलिने गरेको जुवातासको विकृति विरुद्ध कडा अभियान नै चलाएको प्रहरीले जनाएको छ। प्रहरीले कोहलपुरबाट 11 जनालाई पक्राउ गरेको जनाएको छ। यसअघि गत साता मात्रै नेपालगञ्जमा करिब 14 लाख रुपियाँ सहित 14 जना र खजुराबाट 47,000 रुपियाँ सहित 5 जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यता जुम्लामा 7 जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। तिहारको समयमा जुवा खेलिरहेको अवस्थामा 7 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ। उनीहरूको साथबाट 1,79,000 रुपियाँ बरामद गरिएको समेत प्रहरीले बताएको छ। यसैबीच सल्यानमा जुवा खेल्दै गरेका वडा अध्यक्ष सहित 6 जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले शारदा नगरपालिका 1 श्रीनगरमा लोकबहादुर बुढाथोकीको घरबाट जुवा खेल्दै गर्दा शारदा नगरपालिका 1 का वडा
अध्यक्ष 47 वर्षीय प्रदीप पाण्डे सहितको टोलीलाई पक्राउ गरिएको बताइएको छ। उनीहरूको साथबाट 1,07,000 नगद र अन्य सामग्री समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। यस्तै जुवा खेलेको भन्दै दाङको घोराईमा एक वडा अध्यक्ष र इन्जिनियर सहित 9 जनालाई प्रहरीले पक्राउ गरेको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 18 का वडा अध्यक्ष भरतमणि अर्याल र उपमहानगरपालिकामै कार्यरत इन्जिनियर प्रवीण रावत सहित 9 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले उनीहरूको साथबाट 3,45,000 रुपियाँ समेत बरामद भएको जनाएको छ। बर्दियामा सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले समर्थनको मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन्। स्थानीय व्यापारीले धानको मूल्य कम लगाउँदा समर्थन मूल्यभन्दा 1,000 सस्तोमा किसानहरू धान बेच्न बाध्य भएका हुन्। धान बेचेर तिहार खर्च जुटाउने किसानहरूलाई यति बेला मर्कामा समेत परेका छन्। धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीहरूले धान खरिद सुरु नगर्दा व्यापारीलाई कम मूल्यमा धान बेच्न किसानहरू बाध्य भएका छन्। मूल्य वृद्धिका लागि समय पूर्ण भण्डार गर्ने स्थान नभएको र तिहार खर्च जुटाउन गाह्रो भएकाले धान बेच्नु परेको किसानहरूले बताएका छन्। गुलरिया नगरपालिका 2 पण्डितपुरका सीता खत्रीले तिहार खर्च नभएर सस्तोमा धान बेच्न बाध्य भएको बताउनु भएको छ। उहाँले धानको मूल्य नपाएर प्रति क्विन्टल 2,500 का दरले धान बेचेको बताउनु भयो। किसानले सस्तो मूल्यमा धान बिक्री गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात नै गरेको छैन। गत वर्ष पनि कार्तिक मध्यतिरबाट धान खरिद गरेको कम्पनीले यस वर्ष पनि तिहारपछि धान खरिदको सुरुवात गर्ने बताएको छ। कम्पनीका निमित्त प्रमुख चेतमान कठायतले तिहारपछि राजापुर क्षेत्रका 3 स्थानबाट धान खरिदको सुरुवात गरिने बताउनु भयो। उहाँले यस वर्ष 1 लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य आएको भन्दै किसानलाई आत्तिएर धान सस्तोमा मूल्यमा नबेच्न आग्रह समेत गर्नुभयो। गत वर्ष 1 लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको पनि किसानले धान बेच्न नपाउँदा 37,000 क्विन्टल मात्र खरिद गर्न सकिएको निमित्त कार्यालय प्रमुख कठायतको भनाइ छ। सरकारले यस वर्ष मोटा धान प्रति क्विन्टल 3,463 रुपियाँ, मध्यम धान प्रति क्विन्टल 3,628 रुपियाँ तोकेको छ। बाँकेका किसान आधुनिक प्रविधियुक्त मेसिन प्रयोग गरेर धान भित्राउन व्यस्त रहेका छन्। खेतभरि पाकेको धान काट्ने, बोक्ने र झार्ने क्रम चलिरहेका कारण गाउँघरमा चहल पहल बढेको छ। मनसुन अन्त्यसँगै मौसम अनुकूल बनेपछि जिल्लाका किसानले धान काट्ने कार्यलाई तीव्रता दिएका हुन्। समयमै धान भित्राउन नपाए वर्षभरको मेहनत खेर जाने डरले किसान बिहानैदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन्। बाँकेको नेपालगञ्ज 21 बिर्ताका किसान लोकनाथ वर्माले एकै पटकमा धान काट्ने, दाना छुट्याउने, दाना सफा गर्ने र पराल छुट्टै निकाल्ने कम्बाइन हार्भेस्टर मेसिन भित्राएर धान काट्न व्यस्त भएको बताउनु भएको छ। उहाँले मेसिन ल्याएपछि अहिले धान काट्ने काम निकै सहज हुनुका साथै धेरैजनाको लामो समय लगाएर काट्ने कार्यलाई मेसिनले तत्काल नै छिटै सम्पन्न गर्ने भएकाले पनि सजिलो भएको बताउनु भएको छ। यो मेसिनको काम हेरेर गाउँका धेरैले भाडामा मेसिन माग्न आएको भन्दै उहाँले यसबाट राम्रो भएको पनि बताउनु भएको छ। कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको खजुरा, कोहलपुर र डुडुवाका केही किसानले पनि यस्तै मेसिन ल्याएर अहिले धमाधम धान काट्ने काम गरिरहेको बताउनु भएको छ। उता राप्ती सुनारी 5 बिनौनाका किसान सुनौली थारूले बिहानै उठेर खेतमा जाने र बेलुका अँध्यारो नपर्दासम्म काम गरेर धान भित्राउने हतारो आफू लगायतका अधिकांश किसानलाई रहेको पनि बताउनु भएको छ। मेसिन नभएका स्थानमा धान भित्राउने चटारोका बीच कतिपय ठाउँमा काम गर्ने कामदारलाई समेत अभाव भएको पनि उहाँले बताउनु भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम। रेडियो भेरी एफएम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका 3 बुटुवाबारीका 70 वर्षका श्रीप्रसाद आचार्य रहेको प्रहरीले बताएको छ। आचार्य साइकल चढेर बुटाबारीबाट ढक्का शिविरतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेको हो। बेलौरी नगरपालिका 5 हतरिया स्थित बैलौरीबाट ढक्का शिविर जाने क्रममा पक्की सडक खण्डमा साइकलसँगै आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोहराले बताउनु भएको छ।
कैलालीको टिकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्च स्तरीय आयोग गठनको माग गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक हेमराज पन्त र रजिस्ट्रार प्राध्यापक विनोद लेखक लगायतको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित 300 बिघा जग्गा संरक्षणका लागि माग गर्नुभएको हो। उपकुलपति प्राध्यापक पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्च स्तरीय जाँच बुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरेको बताउनु भएको छ। त्यसै क्रममा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको रजिस्ट्रार लेखकले बताउनु भएको छ। भेरी खबरमा अब लागौं एउटा विदेशको खबरतर्फ। यमनको हुती विद्रोहीले आफ्नो सानो कम्पाउन्डमा छापा मारेर पक्राउ गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्मचारीहरू स्वतन्त्र भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ। यमनमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयमा हुती सुरक्षा फौजले शहरको परिसरमा अनाधिकृत प्रवेश गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफका यमनका प्रतिनिधि पिटर हकिन्ससहितका 20 जना कर्मचारीलाई 2 दिन पहिले नियन्त्रणमा लिएको थियो। इरान समर्थित समूहको नियन्त्रणमा रहेका क्षेत्रमा पछिल्लो महिनाहरूमा संयुक्त राष्ट्रसङ्घका दर्जनौं कर्मचारीहरू हुतीको कब्जामा परेका छन्। सेप्टेम्बरको मध्यमा यमनमा संयुक्त राष्ट्रसङ्घको मानवीय सम्बन्धलाई आधिकारिक रूपमा हुती विद्रोहीको कब्जामा रहेको राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी एडेनामा स्थानान्तरण गरिएको थियो। 10 वर्षको गृहयुद्धका कारण अरब प्रान्तीय द्वीपको सबैभन्दा गरिब देश यमन विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा परेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। भेरी खबरमा अब खेल खबर। भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन 26 खेलाडी सहित 30 सदस्य नेपाली टोली जाने भएको छ। अक्टोबर 24 देखि 26 तारिकसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाय, सोम कुमाल, सलिन देवान, सन्तोष श्रेष्ठ, पूर्णलक्ष्मी नेउपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारू, तिलक विक, युवराज विक, गणेश सिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशीले चुनौती पेश गर्नुहुनेछ। यस्तै प्रवीण राणा, बसन्ती चौधरी, सीमा कुमारी थारू, जयरानी थारू, सीता साई, शर्मिला कुमारी थारू, सरस्वती चौधरी, रञ्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले पनि प्रतिस्पर्धा गर्नुहुनेछ। टोलीको प्रशिक्षकमा राकेश बज्राचार्य र धनीराम चौधरी रहनु भएको छ भने व्यवस्थापकमा दिपेन्द्र कुमार गोइट र अफिसियलमा अनिरुद्ध चौधरी हुनुहुन्छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङले विदाई गर्नुभएको छ। नेपाली टोली भने भोलि भारत जानेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा मनाइयो। गाउँ सहर झिलिमिली गोवर्धन पूजा भोलि। बर्दियामा किसानहरू तोकिएको भन्दा कम मूल्यमा धान बेच्न बाध्य। बाँकाका किसान आधुनिक मेसिन प्रयोग गरेर धान भित्र्याउन व्यस्त। प्रहरी चौकीको भवन निर्माणका लागि सल्यानमा एक व्यक्तिले 2 रोपनी जग्गा दान गरे। मुगुमा सुपथ मूल्य पसलबाट 1 महिनामा 1480 क्विन्टल चामल बिक्री। र भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका 26 खेलाडीले प्रतिस्पर्धा गर्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विषय बिदा हुन्छौँ। नमस्ते।